सर्किटको रङ कनेक्सन एन्ड द सही कनेक्सन है, दुईटामा एउटा हेर्नुहोस् अब यो चाहिँ एकदम सही कनेक्सन छ, जुन चाहिँ हामीले के गरिरहेछौँ भने फेस लाइनलाई चाहिँ स्विचबाट दिइरहेछौँ र न्युट्रल लाइनलाई चाहिँ हामीले सकेटबाट दिइरहेछौँ। यहाँ हेर्नु सक्नुहुन्छ मैले पावर सकेटमा कनेक्सन दिइरहेको छु, एकदम सही कनेक्सन छ यो। हजुरहरूले पनि घरमा यसरी नै जोड्नु होला है। र हाम्रो अर्को पावर सकेटमा अर्कै किसिमको हाम्रो कनेक्सन छ, त्यो एकदम ब्याड कनेक्सन हो, जुन कि हामीलाई चाहिँ त्यो कनेक्सनबाट चाहिँ करेन्ट हान्छ। यो कनेक्सन चाहिँ एकदम सही छ गाइज, यसरी नै जोड्नु होला। जुन रातो छ अहिले हाम्रो रातो तार छ, यसलाई हामीले फेज लाइन मानेका छौँ र निलो तारलाई चाहिँ हामीले चाहिँ न्युट्रल लाइन मानेका छौँ। एकदम सही कनेक्सन छ यो पावर सकेटको। अर्को पावर सकेटमा हामी जाउँ, यसलाई खोलेर हेरौँ। हेर्दाखेरि यहाँ चाहिँ के गरेका छौँ भने हामीले न्युट्रल लाइनलाई चाहिँ हामीले चाहिँ स्विचमा दिएका छौँ र फेस लाइनलाई चाहिँ हामीले चाहिँ के गरेका छौँ सकेटमा दिएका छौँ। यो एकदम ब्याड कनेक्सन छ। लाइन त आउँछ, बत्ती त बल्छ, तर हामीले के हुन्छ भने कहिलेकाहीँ स्विच अफ गर्दाखेरि पनि यो तारमा चाहिँ के हुन्छ, लाइन आइरहेको हुन्छ, हजुरलाई करेन्ट हान्ने सम्भावना हुन्छ है, करेन्ट हान्छ हजुरहरूलाई। एकदम ब्याड कनेक्सन हो, यसरी कनेक्सन नगर्नु होला।